वेलकम टु माई न्यू भ्लग आइसकेको सन्चै आर्मी हुनुहुन्छ होला म पनि सन्चै आर्मी छु सदा जस्तो मैले आज तपाईँहरूको माझमा अर्को पनि नयाँ भ्लग लिएर आइसकेको छु आज चाहिँ ट्र्याक्टर भएर बजारतिर घुम्न हेर्नु लगाएको दाजु र म भएर घुमफिर अब कतासम्म हुन्छ हामी आदिवासी ट्याक्क जाँदैछौँ दाजु र म भएर सामान किन्नको लागि हामी यता छौँ यहाँनिर चाहिँ होइन हामी ट्याक्क लाएर यतातिरबाट सामान किन्दैछौँ मसला उता पल्लो साइडमा छ त्यो अगाडि अरू भन्नुहोस् त मैले अरू निकाल्छु हामीले अनि यतातिर चाहिँ हाम्रो सपिङ चलिरहेको छ यो लगौँ अनि टिस्यु पेपर कता छ टिस्यु पेपर नभेटाएर मलाई फेरि तनाव भएको छ कि कता छ त यार यता पनि छैन कि म कहाँ खोज्छु यार सो अब सामान किन्छौँ अनि त्यसपछि भेटौँ ल सर हाम्रो चाहिँ एउटा यो सामान भयो अनि त्यसो एउटा चामलको कुरो उता छ यसलाई चाहिँ हामीले आज यतैतिर राख्ने अहिले अनि पछि आएर लगाउने भन्ने कुरा भयो कता राख्ने त्यो घर लगाउने हो त्यो त यो कहाँ राख्ने दाइ छुट्टी राख्नु पऱ्यो नि यसलाई चामल र एकै ठाउँ राख्दिनु भोलि आएर लाग्छौँ राखिदिनु चामल पनि राखिदिनु है ट्याक्कमा चाहिँ योमा चाहिँ हामीले घर लगेर जाने भयो अनि त्यसपछि त्यो सामान चाहिँ यहीँ छोड्ने अनि त्यसपछि यो लगेर चाहिँ घर जाने तपाईँले बिल पे गर्दै हुनुहुन्छ अब घरतिरै गएर भेटौँला फ्यामिलीले नै सामान किनेर सामानलाई चाहिँ यतैतिर छोडेर ट्याक्क अब हामी चाहिँ घरतिर जान लागेको ट्याक्क लागेर अब घरतिर जाने काम हुन्छ यताबाट यतातिरकोमा यस्तो गर्मी छ नि आज मौसम एकदम पोलिरहेको छ नि गर्मी भएर त्यही पनि अब चाहिँ हामी खाजा खान जानु लगाएको ट्याक्क दाइ पछाडि आउँदै हुनुहुन्छ एकजना दाइ दुईजना दाइहरू चाहिँ अगाडि गइसक्नुभयो अनि त्यसपछि हामी चाहिँ यतातिर खाजा खान जान लगाएको ट्याक्क लगाएर होइन अब के कस्तो हुन्छ हेर्दै जानु भ्लगलाई चाहिँ होइन कन्टिन्यू हेरौँ माया गरिदिउँ आज हामी नयाँ लोकेसनमा आजको हाम्रो नयाँ लोकेसन चाहिँ यतातिरको थियो यतादेखि तल यहाँनिर चाहिँ आज हाम्रो यहाँ यहाँनिर रहेको छ हामी चाहिँ घर पनि आइसक्यौँ बल्ल मौसम चाहिँ एकदम शीतल जस्तो टाइपको भयो क्या भन्नाले त्यो पानी आउला जस्तो भएको छ देख्न सक्नुहुन्छ नै पानी आउला जस्तो भएको छ मौसम पनि खै भर्खर गर्मी त भर्खर यस्तो हुन्छ बुझ्नै सकिन्न आजभोलिको मौसमलाई अब सायद पानी पनि आउँछ होला पानी आए त एकदम दामी हुन्थ्यो यस्तो मजा आउँथ्यो नि मस्तसँग पानीमा होइन
यस्तो बब्बाल हुन्थ्यो त्यही पनि भिडियोमा चाहिँ नन स्टप हेर्नुहोस् म देखाउने छु भिडियोमा चाहिँ के कस्तो हुन्छ भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्दैन भिडियो चाहिँ कन्टिन्यू हेरौँ ल फ्यामिलीहरू हेर्नु खाजासाजा खाएर म चाहिँ बालसाल काटेर पनि आइसकेको छु अब कस्तो भएको छ आज खै यो बाल काटे कस्तो देखिएको छ त्यो कमेन्ट गरेर चाहिँ भनिदिन नबिर्सिनु होला अनि म चाहिँ होइन यति भन्दै आजको भ्लग चाहिँ यतितिर इन्ड गर्न चाहन्छु थ्याङ्क यू फर फुल वाचिङ डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल एन्ड बाई एन्ड जय नेपाल